म पुनर्वास नगरपालिका वार्ड नम्बर 3 आइएडी बजार भन्ने ठाउँमा बस्छु। त्यसलाई अब त्यसै जानुभन्दा पनि म अनपेसीको फाउन्डर मेम्बर हो र आज हामी यही कार्यक्रम अन्तर्गत यहाँ पहिलोपटक हामीले यो कार्यक्रम गरिरहेका छौँ र यहाँ जति पनि हामी बसिरहेका छौँ सबै भाग्यशाली मान्छेहरूको यो जमघट हो र यसले भोलि गएर एउटा राम्रो उहाँहरूको परिवर्तनको हामीले म धेरैमा भन्दिनँ तर आउने 2 वर्षभित्र सायद उहाँहरूसँग भेट गर्नको लागि पनि हामीलाई मुस्किल पर्ला या उहाँहरूको तह अहिलेको भन्दा 100 गुणा माथि जानेछ र यदि हामीले बुझ्न सक्यौँ र यसलाई केही प्राप्त गर्न सक्यौँ भने यसले हामीलाई धेरै ठुलो फल दिने निश्चित छ। यही सन्दर्भमा आज हामी यो एउटा कार्यक्रम गरिरहेका छौँ। त्यो कार्यक्रम यो औपचारिक कार्यक्रमको रूपमा हामी लिएर जान्छौँ र यो कुनै किसिमको आजभन्दा पहिला गरेका जति पनि प्रोग्रामहरू छन् ती प्रोग्रामहरूभन्दा अलिकति भिन्न टाइपको प्रोग्राम हो र हामी नितान्त रूपमा संसारकै सबैभन्दा ठुलो बिजनेसमा हामी प्रवेश गरेका छौँ र यो खुसीको कुरा पनि हो र हामीले यसले एक किसिमको सन्देश के दिन्छ भन्दाखेरि हामी संसारमा यस्ता माइन्ड भएका मान्छेहरू पनि जन्मेका छन् भन्ने कुरा हामी केही कुराहरू अहिले बुझ्न सक्छौँ र यहाँ हामीले त्यो कुराहरू पनि हामीसँग एकजना विशेषज्ञ आउनुभएको छ। यसको बारेमा धेरै अमेरिकासँग लिङ्क भएको हुनुहुन्छ र त्यसपछि गएर सिधै इन्डियाको पहिलो फाउन्डरसँग पनि उहाँको राम्रो रिलेसन र उहाँहरूको फेस टु फेस अथवा अनलाइनमै उहाँहरूको कुराहरू भइराखेको छ। उहाँबाट हामी धेरै कुराहरू लिनेछौँ र हामीले यो कार्यक्रममा हामीले उहाँलाई पनि निम्ताएका छौँ र उहाँलाई पनि हामीले अहिले सम्मान गर्नेछौँ। त्यसको साथसाथै हामी यो कार्यक्रमलाई जति हामी दिन सक्छौँ जति लिन सक्छौँ दुईटा कुरा छ, एउटा दिने र एउटा लिने। आज यो प्रोग्राम भनेको दिने पनि हो लिने पनि हो। हामी के दिन सक्छौँ र हामी के लिन सक्छौँ यी दुईटा कुरामा छ। म यहाँहरूलाई एउटा सन्देश के दिन चाहन्छु भने तपाईँ मन्दिरमा जानुहुन्छ, शुद्ध कपडा लिएर जानुहुन्छ, शुद्ध कपडा लगाएर जानुहुन्छ मन्दिरमा, तर तपाईँको मन शुद्ध छैन भने त्यो कपडाको कुनै अर्थ हुँदैन। मन्दिरमा सफा कपडा लगाएर जानुहुन्छ तर सफा कपडाको भन्दा अझ अर्को चिजको आवश्यकता छ जसले मन शुद्ध छ भने र मन क्लियर छ भने मात्रै तपाईँको फल प्राप्त हुन्छ। त्यस कारणले हामी यहाँ जति आएका छौँ यदि हामीमा कुनै किसिमको त्यस्तो खालको मन छ भने त्यसलाई शुद्ध गर्नको लागि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। एकदम क्लियर हुनुपर्छ। फल प्राप्त गर्नको लागि हामी क्लियर हुनुपर्छ। किन मैले किन कुरो उठाइरहेको यो हामी त्यही किसिमको तपस्वी मान्छेहरूको भेट भएको जसले परिवर्तनको लागि चाहना धेरै एउटा राखिराख्नु भएको थियो र आज हामी एउटा फल प्राप्त भएको छ र हामी सबै भएर
दिउँ भन्न म आह्वान गर्न चाहन्छु। र यो कार्यक्रम मैले यति नै राखेँ, पछि पनि हामी धेरै कुराहरू गरौँला। म यसलाई औपचारिक रूपमा आजको यो पहिलो कार्यक्रम, नेपालको पहिलो कार्यक्रम अन्तर्राष्ट्रिय कार्यक्रम हो। आज हामी थोरै भए पनि मैले धेरै देखिरहेको छु, अन्तर्राष्ट्रिय कार्यक्रम हो। 220 राष्ट्रहरूमा हाम्रो आजको यो प्लेसहरू जानेछ। 220 राष्ट्रमा हाम्रो कार्यक्रमहरू जानेछ। हामी सबै विश्वभरिको मान्छेहरूले हामीलाई टेक्निक छ। 220 कन्ट्रीहरूको मान्छेले हामीलाई टेक्निक छ। यो एउटा बृहत कार्यक्रम हो र यसलाई हामीले थोरै मान्छेहरूलाई हामी भनेर कसैले नसोच्नु होला। तर यो पहिलो कार्यक्रम कहिले पनि यस्तो हामी नेगेटिभतिर हामी कहिले पनि नजाउँ, मैले भन्छु पोजिटिभतिर मात्रै जाउँ र यो कार्यक्रम हाम्रो सफल होस् र यो सबैको कामना गर्दै यो कार्यक्रमको औपचारिक रूपमा यसलाई सञ्चालनको लागि म अध्यक्ष आर्थिक प्रदेश भएनाले हाम्रो यो सुदूरपश्चिम प्रदेशकै सबभन्दा पहिलो फाउन्डर अन्त्येशीको फाउन्डर मित्र ईश्वर देव भट्टलाई म आसन गर्न चाहन्छु। यो अन्त्येशीको 1.5 वर्षदेखिको एउटा अनुभव र अन्तर्राष्ट्रिय रूपमै एकदम नेपालको लागि एउटा जल्दो बल्दो ताराको रूपमा र अन्त्येशी लिङ्क जहाँ हाम्रो यो कम्पनीको फाउन्डर समेतलाई उहाँले डाइरेक्ट कुरा गर्नुहुन्छ। उहाँ हाम्रो लागि सौभाग्यशाली हामी नौ र हामीले उहाँले अहिले सिक्किमबाट उहाँ हुनुहुन्छ, उहाँ आउनुभएको छ। अनि उहाँबाट हामीले धेरै कुराहरू सिक्नेछौँ र उहाँले हामीलाई धेरै कुरा दिनुहुन्छ। म सबैको तर्फबाट एउटा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनको लागि म हाम्रो भाइ सरोज पोखरेललाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्न अनुरोध गर्दछु। त्यसै गरी यहाँ सबै साथीहरू एकमुष्ट रूपमा जति पनि साथीहरू आउनुभएको छ, फाउन्डर मित्रहरू र युजर र यो अन्त्येशीमा साथ दिने जति पनि मित्रहरू यहाँ आउनुभएको छ, यता स्थानमा आसन गर्नको लागि म सबैलाई अनुरोध गर्दछु। हामी कार्यक्रम सञ्चालन गर्नुभन्दा अगाडि यो कार्यक्रमलाई जति पनि हाम्रो मित्रहरू आउनुभएको छ उहाँलाई सम्मानको रूपमा खादा लगाइदिनुको लागि म हाम्रो अन्त्येशी फाउन्डर मेम्बर किरण चौधरीलाई म यो विधानको लागि अनुरोध गर्छु। राजनीतिक कार्यक्रमहरूमा एकछिनको लागि हो भनेर बन्द भइसकेको छु। एकछिनको लागि मात्रै हो, एकछिन युज हुन्छ, अब यहाँ पछि यसको कामै हुँदैन। अब यो विदेशी प्रोडक्ट पनि हो, अब नेपाली चिज होइन, त्यही भएर नेपाली तपाईँको अहिले त्यो बिहान हुन्छ नि पिपलको बासमा चाहिँ
अब हामीले यो प्रोग्रामलाई सबैभन्दा पहिला म टेन बडीलाई धन्यवाद दिन चाहन्छु। हाम्रो कार्यक्रम समापन भएको छ, अहिले सकिएको छ र यसको साथसाथै यहाँ उपस्थित भएका सम्पूर्ण मित्रहरूलाई छोटो परिचय